अब जति सकिन्छ त्यति आउने है त भित्रबाट भनेर आउनुपर्छ नि ल भित्रैबाट लु भनेर आउँ त कुन त पुरानो रीति अनुसार लु जानु तपाईँहरूसँगै एकैछिनै ठुलो हामी दिदी पनि जानु माइजू पनि आउनु कस्तो आएछ हेरौँ अहिले नै नहेर्नु न भोलि हेर्नु लु लु एकछिन एउटा सङ्गी नै हुँदैछ भयो फोटो सङ्गी नै हुँदैछ फोटो भयो आउनुहुन्न अरे ऊ आउनु पर्छ दादा भन्छ त माछा कति पर्छ म पर बाबुलाई भनिदेऊ ल ए सुरु भयो उहाँबाट म अब लिन जाँदैछु अब एकछिनमा हामी बेहुलीभित्र आउँछौँ अहिले सङ्गिनी सुरु भयो हाम्रो भइरहेछ हुँदैन हुँदैन भइरहेछ होइन ठिक छ आरामले पनि गर्नुपर्छ स्वास्थ्यलाई ख्याल गरेर बुढेसकाल लाग्यो नि यहाँ हेर्न आइज यहाँ आइज आन्टी पनि हेर्न आउनुहुँदैछ है ल है हेरौँ है भाउजू बाबुले बुझेन उ क्या हो बाबुले बुझेन रहेछन् फेरि फेरि त्यही हिसाबले जानु त लु बाहिर नाचेको देखेर के रहेछ भने हेर्नु नाच न तिमीहरू बाहिर होइन यहाँ राम्रो थियो कठै पनि लै कति राम्रो कति लोक त्यसलाई सङ्गिनी भन्छ क्या अलिक थाहा हुनुपर्छ है यसले बिगारेको क्या यो कुरो चाहिँ अब नाच्नु नि पर्छ हजुर माछा चाहियो ल पर्ख ल अहिले चाहियो बिहानै
अहिले चाहियो यहाँभित्र सङ्गिनी हुँदैछ भान्जा सङ्गिनी हुँदैछ दिपे भान्जाबाट माछा किन्दै रहेछ गएर ल थकाइ मार्नु राम्रो गाउनु लु, थकाइ खुसी लाग्यो अब बिहे आए जस्तो भयो त अनि बिहाको चाहिँ सुरु बुरु लाग्यो जस्तो लाग्यो मलाई पनि लु हो यो भनेको रतौली हो लु भनिदिनु त के हो यो भने रतौली यसलाई भनेको एउटा हाम्रो पुरानो सिस्टममा भन्थ्यो पहाड भित्तामा रतौली भने छोराका बिहेमा हो रतौली खेल्ने छोरीका बिहेमा हो सङ्गिनी खेल्ने तर यसलाई हामी रतौली नै भन्छौँ आन्टी आज चाहिँ आजको चाहिँ रतौली नै हो आजको रतौली नै हुन्छ हुन्छ रतौली हो बडो रमाइलो एउटा रीतिरिवाज पनि हाम्रो परम्परादेखि आएको रीतिरिवाज खुसी लागेको यो राम्रो चलन हो किनभने हामीले हिजो मान्दै आएको पनि हो क्या हामीले हाम्रो पिता पुर्खाले मान्दै आएको आज मेरो आफ्नै घरका मेरो हजुरआमाको चाहिँ जाने भदैको घरमा होइन मेरो भदैनी मेरो दिदी पर्नुहुन्छ खुसी लागेको जे जस्तै भयो पनि मेरो हजुरआमाको भदैनी भदैनी ज्वाइँ फुपूको नाति मेरो चाहिँ हजुरआमाको चाहिँ म जेठामा माथि छ यो फुपूको नाति नाति त्यो राम्रो हो हो नि धेरै होइन यता फेरि माछा चाहिएको छ हेलो सञ्जय यता फेरि आफ्नै छुट्टै मजा छ यो त मिलाउने होइन लैजाऊ न ठुलियामा ननाच्ने हो भाइजू यहीँ भित्रै गएर नाच्नु न नाच्नु नि हजुरी पनि अलिकति नाच्नु थोरै ठुलुवा नाच्नुहुन्छ
भान्जी जाऊ छेउमा त नाच्नु पर्यो त भान्जी एकछिन डान्स हेर त आऊ कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो त तिमीलाई यो लोटा डान्स कृष्ण दादालाई माग्नु पर्ने थियो भान्जा तिमीलाई के चाहियो लु भन त यहाँ भन भिडियोमा पुरा यहाँ भिडियोमा भन कस्तो माछा छ यहाँ भिडियोवालाले तिमीलाई गिफ्ट गर्नुहुन्छ अरे एकजनाले गिफ्ट गर्नुहुन्छ क्या भन न लु